हेलो एभ्रिवान, नमस्ते सबैमा। आज चाहिँ म तपाईहरुलाई टिन फिसको रेसिपी लिएर आएको छु है। मैले चाहिँ दुई किसिमको टिन फिस लिएर आएको छु। यो चाहिँ सार्डिन्स हो र अर्को चाहिँ टुना टिन फिस। सार्डिन्समा चाहिँ यसरी अलरेडी टमेटो प्युरे एड भएर आएको हुन्छ, अनि टुना फिसमा चाहिँ मात्रै भेजिटेबल ओइल र फिस मात्रै भएर आएको हुन्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले, यसमा चाहिँ फिस र ओइल मात्रै छ, अरु केही छैन, एकदम प्लेन। सार्डिन्स बनाउन लागि चाहिँ मैले एउटा कराईमा थोरै तेल लिए र त्यसपछि मैले चप गरेको प्याज अनि एक दुईवटा स्लाइस गरेको खोर्सानी हालिदिए र एकछिन चलाएर चाहिँ थोरै हर्दी पनि हालिदिनुस् होला। अब प्याज यतिको पाकिसकेको छ र यतिको पाकिसकेपछि चाहिँ अघिको हाम्रो यो सार्डिन टिन फिस चाहिँ यसमा हालिदिनु होला। यो टिन फिस पकाउँदा चाहिँ एकदमै हल्का हातले चलाउनु पर्छ, किनकि अलरेडी पाकेर आएको हो। हामीले चाहिँ यसमा केही गर्नु पर्दैन, खाली प्याज र खोर्सानी हाले बाहेक हुन्छ। अनि मैले त्यही भाँडामा अलिकति पानी हालेर ग्रेभीको लागि फेरि कराईमा हालिदिए। स्वाद अनुसार नुन पनि हाल्नुस् होला। अब मेरो सार्डिन टिन फिस पाकेर रेडी भइसकेको छ। अब चाहिँ हामी टुना फिस बनाउने तर्फपट्टि लागौँ। टुना टिन फिस पकाउनु लागि चाहिँ मैले जुन यो डिब्बामा तेल प्याक भएर आएको छ, मैले त्यही तेल कराईमा हालेको छु। यहाँ हेर्न सक्नुहुन्छ तपाईहरुले। अनि त्यही तेलमा मैले थोरै स्लाइस गरेको प्याज, खोर्सानी अनि टमेटो हालेको छु। त्यो टमेटो प्याजलाई चाहिँ एकछिन चलाएर स्वाद अनुसार नुन हालिदिनु होला। अनि एकछिन चलाएर प्याज टमाटर गलिसकेपछि चाहिँ हामीले टुना अघिको टिन फिस यसमा हालिदिनु होला। यो टिन फिस अलरेडी पाकेर आएको हुनाले गर्दा हामीले धेरै बेरसम्म पकाउनु पर्दैन। अब चाहिँ म यो टुनामा हल्का पानी हाल्छु, अघिको टिनको डिब्बामै घोलेर। अनि यसलाई चाहिँ एकछिन मजाले चलाउनुस् होला। उम्लेपछि चाहिँ हाम्रो यो टुना फिस पनि पाकेर रेडी हुन्छ। अब चाहिँ मेरो यो टुना टिन फिस पाकेर रेडी भइसकेको छ। मलाई चाहिँ यो चाहिँ एकदमै मिठो लाग्छ। तपाईहरुलाई कस्तो लाग्छ होला प्लिज कमेन्ट गरिदिनुहोस्। अनि थ्यांक यू सो मच फर वाचिङ। बाई बाई।